नमस् दाई। महँगी विदेशतिर पनि यो नेपालमा त अहिले पैसा छैन नि त हामीसँग होइन। विदेशतिर चाहिँ कति पैसा छ भनेर यसो हेर्दै थिएँ। मेरो साथी पनि छन् युरोपियन कन्ट्रीतिर। अनि के छ भनेको 70% मार्केट डाउन छ यार भन्दै थिएँ क्या। अनि यो समस्या चाहिँ हामी नेपालीलाई मात्र होइन कि विदेशतिर पनि अहिले पैसा नहुने अभाव भइरहेको रहेछ। अब विभिन्न मुलुक बिच रुस युक्रेनको द्वन्द्व युद्धहरू आम ठाउँमा छ, त्यसले पनि केही प्रभाव त पार्छ नि। र आज हामी यही सन्दर्भमा कुराकानी गर्छौँ। नमस्कार, तपाईँले यो आवाजलाई चाहिँ रमेश दुलालको नामले चिन्न सक्नुहुन्छ र मसँग हुनुहुन्छ नवराज दाई। नवराज दाईको पनि फेस कहिलेकाहीँ देखाउने कि भन्ने कुरा आउन सक्छ है कुनै दिन। र पैसै छैन नेपालमा वास्तवमा। सरकारले हेऱ्यो कुनै नयाँ खालको पुँजीगत काम गर्नु पऱ्यो भनेदेखि पैसै छैन। अब यो अहिले पुस महिनाको आज 2 गते भयो। अब माघ फागुन चैत अब यो वन जङ्गलमा डढेलो लाग्ने बेला पनि आउँछ। त्यो बेलामा सरकार अथवा स्थानीय तह अथवा प्रदेश सरकारसँग चाहिँ डढेलो निभाउनका लागि आवश्यक पूर्वाधार तयारी सामानहरू के उपलब्ध गराउनुपर्छ। त्यसका लागि आवश्यक रकम छैन हामीसँग। सरकारसँग यो लेभलको समस्या छ। त्यही भएर त अहिले बजेटको जुन आधी लगभग 6 महिना हुन लागेको अवस्था छ। यो वर्षमा सरकारले चाहिँ धमाधम बजेटहरू घटाउँदैछ। कुन खर्च कम गर्ने र कसरी अगाडि बढ्ने चालु खर्चले त्यतिसम्म अवस्था छ। र यो अवस्थामा हामीले आफूलाई जान्नुपर्ने र गर्नुपर्ने मिलाउनु पर्ने अवस्था अथवा के कला ल्याउनु सकिन्छ भनेदेखि खर्च कम गर्ने हो। तपाईँले अनावश्यक नखाँदा पनि हुन्छ होला नि त, त्यहाँबाट पनि खर्च कटौती भयो। अलिकति नजिकै ठाउँ छ भनेदेखि पुस महिना छ, जिउमा पसिना पनि आउँदैन, हिँडेर जान सक्नुहुन्छ। त्यहाँ पनि गाडीको भाडा बच्यो, पेट्रोल बच्यो। इभी भए त ठिकै छ होइन नवराज दाई। अब आजकल नेपालमा लोड सेडिङ त हुन्न, इभी भए चाहिँ ठिक छ। त्यसले गर्दाखेरि बिजुलीको दाम धेरै निस्किँदैन। र हिँड्ने बानी गऱ्यो भनेदेखि अथवा साइकलको बानी गऱ्यो भनेदेखि के रहेछ भनेदेखि कम्तीमा रमाइलो पनि हुने रहेछ। हाम्रो शरीर हिँड्नको लागि बनेको रहेछ। र अर्को कुरा चाहिँ रुपैयाँ पैसाको बचत पनि हुने रहेछ। मेरो घर दाइलाई थाहा छ नवराज दाइलाई, मेरो घर काठमाडौँको आसपास टोखा पर्छ होइन। अनि एक दिन तरकारी किन्न गएँ यहाँ सामकोसी चोकतिर नजिकै। त्यो दिदीसँग जहाँ परिचित भइराखिन्छ त्यहीँ त गइन्छ नि सामान्यतया होइन, सजिलो नि। कहिलेकाहीँ उधारो लानु पऱ्यो भने पनि सहज हुन्छ भन्ने खालको मनोविज्ञान त हो नि सबैको। अनि त्यहाँको एकजना दिदीले मलाई गाली गर्नुभयो, टोखाको मान्छे भएर तरकारी किन्ने। उहाँको भाव चाहिँ आजकल बिस्तारै बुझ्दैछु क्या। हाम्रो जग्गा जमिन चाहिँ हामी खाली राखिरहेछौँ। हाम्रो अगाडिको करेसाबारी सबै कुराहरू हामी किन्न गइरहेछौँ। हामीले खाने तोरीको तेल पनि युक्रेनबाट आउँछ। रुस युक्रेन युद्धको कारण तोरीको तेल कति लेभलसम्म महँगीको कुराहरू यहाँलाई थाहा छँदैछ। हामीले खाने तरकारीहरू एक त महँगो, त्यसमाथि विषादी। अनि हाम्रो करेसाबारी खेर गइरहेछन्। हामी त पढे लेखेको मान्छे